नमस्ते साथीहरू, आज हामी सिक्नेछौँ एनएमबी लघु वित्तीय संस्था लिमिटेडमा कसरी चाहिँ आवेदन दिने र त्यसको समय पनि अब केही दिन मात्रै बाँकी रहेको छ। त्यही भएर त यदि तपाईँहरू पढ्नु भएको छैन भने यो स्टेप फलो गरेर तपाईँहरूले एनएमबी लघु वित्तीय संस्था लिमिटेडमा आफ्नो आवेदन दिन सक्नुहुन्छ। त्यसको लागि सबभन्दा पहिला तपाईँहरूले क्रोम ब्राउजर खोलेर यहाँ स्क्रिनमा हेर्दै हुनुहुन्छ एनएमबी लघु वित्तीय संस्था लिमिटेड लेखेर चाहिँ सर्च गर्नुहोला। यहाँ फर्स्टको चाहिँ होम पेज दिएको छ, त्यसमा चाहिँ क्लिक गर्नुहोला। त्यसपछि एनएमबी लघु वित्तीय संस्थाको चाहिँ मेन मेनु चाहिँ खुल्छ। अब यहाँ हेर्न सक्नुहुन्छ क्रिएट दिएको छ है। यसमा यदि हामीले जानुभयो भने त्यसको बारेमा चाहिँ भ्याकेन्सी खुलेको बारेमा हामीलाई जानकारी हुन्छ है। यहाँ जुन हेर्दै हुनुहुन्छ यहाँ डाउनलोड गरेर यसरी हामीले यहाँ नोटिस चाहिँ हेर्न सक्छौँ के मागेको छ। यो कुराहरू तपाईँहरू पढ्नु होला, अध्ययन गर्नुहोला। यहाँ तपाईँको सङ्ख्या चाहिँ अधिकृत सहायकको लागि केही स्थानीय मागेको छ, अधिकृत सहायक केही स्थानीय, त्यसपछि सहायक केही प्रशिक्षण पदको लागि चाहिँ मागेको छ। यसमा जस्तै कि +2 को लागि मागेको छ र यसमा चाहिँ मान्यता प्राप्त विश्वविद्यालयबाट सूचना प्रविधि सम्बन्धी मूल विषयले चाहिँ स्नातक भनेपछि ब्याचलर उत्तीर्ण गरी 2 वर्षको कार्यको अनुभव हुनु पर्यो र अधिकृत सहायकको लागि चाहिँ मान्यता प्राप्त विश्वविद्यालयबाट सेमी क्वालिफाइड सिए वा व्यवस्थापन विषयमा मास्टर डिग्री त उत्तीर्ण गरेको हुनु पर्यो र 2 वर्षको कार्यको अनुभव हुनु पर्यो। बाँकी कुराहरू हामी एप्लाई गर्ने बेला नै गर्नेछौँ। अब यसको चाहिँ तलब सम्बन्धी पनि बुझि नै राखौँ। तलब तथा अन्य सेवा सुविधा चाहिँ वित्तीय संस्थाको नियमअनुसार हुन्छ र सहायक प्रशिक्षणको हकमा चाहिँ मासिक तलब 25,080 रुपियाँ हुन जान्छ र सञ्चार खर्च र स्वास्थ्य बिमा सुविधा हुन्छ है। अब चाहिँ हामी कसरी एप्लाई गर्ने त्यतातर्फ जाउँ। अब यहाँ हेर्न सक्नुहुन्छ एप्लाई अनलाइन लेखेको छ, यसमा चाहिँ जानु होला। अब यहाँ हेर्न सक्नुहुन्छ यहाँ कति दिन बाँकी छ भने 4 दिन बाँकी छ सबै पोस्टहरूको लागि 4 दिन र यहाँ पनि 4 दिन बाँकी छ है। अब कुनमा कति मागेको छ त्यो कुराहरू यहाँ फर्स्टमा यसमा चाहिँ 2 सालको एक्सपिरियन्स चाहियो, यसमा पनि 2 सालको एक्सपिरियन्स चाहियो। हामीले यो +2 को नो एक्सपिरियन्स नेसेसरी लेखेको छ, यसमा चाहिँ क्लिक गर्ने हो। जब डिटेलमा गइसकेपछि यहाँ एप्लाई नोमा क्लिक गर्ने। एप्लाई नोमा क्लिक गरिसकेपछि अब यहाँ तपाईँले महिला हो कि पुरुष हो त्यो चाहिँ चुज गर्नुहोला कि म्यारेज कपल हो भनेपछि मिसेजमा, यदि केटा मान्छे हो भने मिस्टरमा चाहिँ सेलेक्ट गर्नुहोला। अब यहाँ अपलोड फोटो भनेपछि पिपी साइजको फोटो चाहिँ अपलोड गर्नुहोला। यहाँ कमसेकम 500 केबी को मात्रै हुनु पर्यो यतापट्टिको यो फोटो। त्यसपछि हामी एक लाइनले सिक्न यहाँ तपाईँले आफ्नो फर्स्ट नेम, यहाँ चाहिँ लास्ट नेम, मोबाइल नम्बर दिनुहोला, इमेल एड्रेस दिनुहोला, त्यसपछि यहाँ नेप्लिज दिनुहोला अनि यहाँ आफ्नो इन्डियन डेट अफ बर्थ एडीमा चाहिँ डेट अफ बर्थ दिनुहोला। त्यसै गरी यहाँ पर्मानेन्ट एड्रेस भइहाल्यो। त्यसपछि यहाँ चाहिँ टेम्पोररी एड्रेस जहाँ तपाईँ बस्दै हुनुहुन्छ तत्काल त्यो एड्रेस। अब यहाँ तपाईँसँग नागरिकता छ कि पासपोर्ट छ त्यो चाहिँ पहिला यहाँ सिलेक्ट गर्नुहोला। त्यसपछि तपाईँले एउटै पेपरमा आउने गरी दुईटै साइडको सिटिजनसिप पिडिएफ जस्तो बनाएर यहाँ 1 MB भन्दा कम साइजको हुनु पर्यो। त्यो चाहिँ यहाँ एडमा क्लिक गरेर चाहिँ तपाईँहरूले एड गर्न सक्नुहुन्छ है। यसरी यहाँबाट फाइल लिएर एड गर्न सक्नुहुन्छ। सेलेक्ट गरेर यहाँ ओपन गर्नुहोला, त्यहाँ एड भइहाल्छ। त्यसै गरी अब यहाँ पासपोर्ट, के तपाईँसँग पासपोर्ट छ या छैन, छैन भने आई डोन्ट ह्याभ पासपोर्टमा क्लिक गरेर अब ड्राइभिङ लाइसेन्स, यहाँ के को तपाईँसँग ड्राइभिङ लाइसेन्स छ त्यसमा जस्तै बाइकको भयो भने 2 व्हिलर, 4 चक्काको भयो भने 4 व्हिलर, दुइटैको छ भने यसमा चाहिँ क्लिक गर्नुहोला। अब यहाँ एड एजुकेसनको बारेमा कुरा गरेको छ। यहाँ एड गरेर तपाईँले आफ्नो स्कुलको नामहरू, कन्ट्री कुनबाट पास, कुन युनिभर्सिटी थियो, कुन इयरमा मन्थमा पास गर्नुभएको थियो, पर्सेन्टमा छ तपाईँको कि जिपिएमा छ त्यो यहाँ सेलेक्ट गर्नुहोला अनि मेजर सब्जेक्ट कुन थियो त्यो, अनि यहाँ एडमा गएर आफ्नो डकुमेन्ट चाहिँ एड गर्न सक्नुहुन्छ है। यसमा चाहिँ ट्रान्सक्रिप्ट एड गर्नुपर्ने हुन्छ। अब अट्याच द कोभर लेटर, कोभर लेटर भनेपछि यसमा क्लिक गर्नुहोला अनि यसरी फाइल चुज गर्न मिल्छ। अब अट्याच कोभर लेटर भनेपछि तपाईँले यो संस्थामा किन जब गर्न इन्ट्रेस्टेड हुनुहुन्छ त्यो भयो। त्यसमा किन तपाईँको इच्छा जागेको छ कि म यो संस्थामा जब गरौँ भनेर त्यो सम्बन्धी एउटा निवेदन लेख्नुपर्ने हुन्छ। त्यो निवेदन लेखेर फोटो खिचेर आफ्नो मोबाइल अथवा ल्यापटपमा लिनुहोला। त्यसपछि यहाँ यसमा क्लिक गर्ने बित्तिकै तपाईँ कहाँ छ लोकेसन खोजेर यहाँ अपलोड गर्नुपर्ने हुन्छ। त्यसरी अट्याच द सिभी, सिभी तपाईँहरूलाई आइ नै हाल्छ बनाउन, बायोडाटा भइहाल्यो सम्पूर्ण है।
र यो पनि यहाँ क्लिक गरेर अट्याच गरेर र यहाँ सबमिट गर्ने बेला तपाईँको नेट डिस्टर्ब हुनु भएन, नत्र प्रोसेसिङमा लागिरहेको छ, धेरै टाइम लिन्छ। त्यही भएर नेट त्यो बेला चाहिँ हाई हुनु पर्यो। र अथवा यो सम्बन्धी केही पनि अप्ठ्यारो भयो भने मैले डिस्क्रिप्सनमा आफ्नो वाट्सएप नम्बर राखिदिन्छु। हामीले मिनिमम चार्ज लिएर तपाईँको एप्लिकेसन चाहिँ सबमिट गर्ने ग्यारेन्टी लिन्छौँ है। त्यही भएर तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। हस्त धन्यवाद।